हेलो गाइज, आज चाहिँ हामी सौरातिर घुम्न आएको छौँ दाइ भाउजूसँग र दाइले हाम्रो बाइक लिनु भयो भने मैले चाहिँ अर्को दाइको बाइक लिएर हिँडेँ हो। अर्को दाइको बाइकमा आएर हामी टक्कर दुईवटा बाइकमा सरर सौरातिर घुम्न हिँड्यौँ र आज मैले बाइक हाकेको छु भने बहिनीले भिडियो पारेकी छे। बहिनीले राम्रोसँग कस्तो के बनाएको चाहिँ मलाई थाहा छैन, तर राम्रै बनाएको होला भनेर मैले भोइस ओभर मात्र गरेको हो। मन पर्यो भने तपाईँहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला र सब्सक्राइब। र हामी कहिले काहीँ हामी सौरा गइरहेको हुन्थ्यौँ, कहिले पनि मयूर देखेको थिएन भने अहिले चाहिँ जाँदाखेरि हामीले मयूर पनि हेर्नु पायौँ। र अहिले बहिनीले मयूरको भिडियो बनाउँछु, मेरो फोटो पनि गरिदियो भने अनि मैले त्यसरी भिडियो बनाइदिएँ मयूर देखाएको बहिनीले। र हामीलाई आज ढिलो भइसकेको थियो, हामी अब छिटो ब्रिडिङ सेन्टर घुमेर गइसक्नु पर्ने थियो र हात्ती साथी हेरौँ भन्नुभयो दाइ भाउजूहरूले। त्यही भएर हामी हात्ती हेऱ्यौँ, त्यसपछि फोटोसोटो खिचेर हामी निस्किहाल्यौँ। बच्चाले दुध खाइरह हेर्नु आमाको कति मजाले। ल अब हामी सरर घरतिर लाग्नेछौँ एकछिन पछि। र हामी गएको थियौँ सौरा नयाँ वर्षभन्दा अगाडि, तर अहिले हाल्न पाएँ मैले यो भिडियो। त्यतिखेर म एकदम बिजी थिएँ र हिजो अस्ति पनि म बिजी भएको भएर आज बल्ल फ्री भएँ, त्यही भएर अहिले भिडियो एडिट गरेर मैले हालेको हो। र आज हामी अहिले यतिखेर सरर अब घरतिर जाँदैछौँ, एकदम हतार भइसकेको छ। त्यही भएर मैले जाँदा यो बाटोको दृश्य देखाएँ तपाईँहरूलाई।